यहाँबाट चाहिँ बाटो बिग्रेको। यहाँ थोरै अगाडि एयरपोर्ट जाने बाटो छ इन्टरनेसनल त्यही क्लियर हो। यहाँबाट अलि अगाडि गएपछि तिमीलाई नि आउँछ। हामीलाई नि गर्नु ल ल ल। यो बाटो अनि यहाँ बोलिराख्नु चाहिँ उहाँ हो हजुरको जय साहब। पोखरा इन्टरनेसनल पोखरा 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 यो पोखराको बाटो पोखराको एयरपोर्ट होइन यो हाम्रो बन्दै गरेको रोड नयाँ रोड। तिरीको भिडियो गर्दैछु क्या जेसुकै बोल्नु मैले केही सुने छैन। यो पोखराको अझै क्यामेराले समाउँछ मलाई है यस्तरी यहाँबाटहरू हामी दुईटा चाहिँ लखर लखर बाटोमा हिँडेका छौँ होइन। मलाई युट्युबर भने खाने सबैले बाटो हिँडेर यो बोलाएको भने छ्याप लाज लाग्यो। बाटो यहाँबाट फेरि बाटो बिच जाने हो ल जाउँ रोक्नु पर्यो नि त। त्यसो त सक्दिनँ हो म त। यो बाटो म बिचबाट गएर खिच्छु भनेको एउटा उमा यस्तरी यो यहाँबाट बाटो चाहिँ तल चाउथे ओह्रालोसम्मै राम्रो छ। राम्रो कुलो देखाउनु लाने रे म राम्रो कुलो है गाइज हेर्नुहोस् है राम्रो कुलो यो पानी आएको छैन सुकुन भए यो पानी यो बाटो कुलो काट्ने यो हाम्रो बाटो मेरो। अनि हाम्रो जय साहब यता हेर्नु हेलो गर्नु जय साहब ए जय साहब यता हेलो गर्नु न कस्तो रहेछ जय साहब बोल्दैन त। ल अहिले हामी कहाँनिर आयो खसी बजार आएछ है। खसी बजार चिन्नु हुनेले खसी बजार भने चिन्नुहुन्छ नचिन्नेले के भन्ने चिन्नुहुन्छ जेसुकै भन्नु बाख्रा बजार भन्नु कि सेउला बजार भन्नु कि जेसुकै भन्नु। हाम्रो खसी बजारको गेट उ देखा धनै लडेन हो जाऊ जाऊ।